आरसीहरूलाई आजकल पनि त्यो गैर सरकारी संस्था मार्फत सरकार ग्वालीलाई याद तर ग्वाली छैन सरकारी प्रतिष्ठान व्यावहारमा छ कि बोर्ड छु नि बोर्ड चीज हम आता है तुमसे आ गरेका अथे बोर्ड राष्ट्रिय निर्देशन ऐन अले चाहिँ समाज कल्याण परिषद ऐन तसोंगु मिलेर छवे या अनि गयो संस्था त चाहिँ भुक्तान गर्दै हैले चाहिँ भू चाहिँ इन्टिग्रेटेड पिछड़ा वर्ग थपकै खाले दिया अब जो प्रतिष्ठानलाई आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानलाई गठन आदेशन गरेको नेपालसम्मको शुभारम्भ चाहिँ थियो सामग्री चाहिँ नि डकुमेन्ट सुरुवात चाहिँ नि जसो त्यो मिनी सङ्ग्रहालय राष्ट्रपति सोध्या त नापा चाहिँ त्यो सुरु भयो कठोर चाहिँ हुँदैन थियो होइन पाठ्यक्रम त्यहाँ हो खान चाहिँ नेपालसम्म 1100ले मोटरसाइकल व्यवस्था र छोटो कलेक्सन चाहिँ नेपालमा कुन सम्पद सुरुवात चाहिँ लोक महिना नि सामग्री विस्तार नेपाल सम्पत्तिको सम्बन्धले सङ्कटहरू सम्बन्धी कुनै डकुमेन्ट पनि धर्ना छ ओ क्यानाडा तिमीलाई चाहिँ चाहिँ तयार होला यो संज्ञान विचार यो कोडनी तर ओके चाहिँ सोचो विचार गर्न सक्नु रहेछ प्रतिष्ठान या जान यो जनस्तर या जाय हो या जिस चाहिँ नि समुद्र छापा यो झाटा चाहिँ नि विस्तारिया समुद्र झाटा यो सारी विस्तारिया नेपालसम्म विस्तारिया आटोको चाहिँ जिसमा चाहिँ नि थनी विशेषले चाहिँ नि चौतारा पोखरा जुन अनि थाहा से चाहिँ नि जिसमा चाहिँ सूर्य छ अमेरिका बाटीबाट प्रयोजन क्रम चाहिँ छ अनि नगरपालिका देशमा हाम्रो चाहिँ नि पेमेन्ट गरेको वो वर्ष 2 वर्ष होला यसले बिजनेस प्लान चाहिँ पेहाइना राख्यो भने चाहिँ निर्णय न त्यसमा सोध्नु नेपाल सम्बन्धका भित्र तो थो विषयमा जिसमा टपिक छ न जिसमा हरेक समयले माइलेज चाहिँ फुक चीज चाहिँ थो नेपाल सम्बन्धी दिदी द जिसमा चाहिँ यो दास थो खास्ती दियो ख चाहिँ हामीले कने सप्तमी दियो न लुम्न यसो तो थो यो तो विषय चाहिँ छ हामीले नेपाल सम्बन्ध सङ्कल्प सापा ऐतिहासिकता अलि थोरै सन्दर्भ नेपाल सम्बन्धी छिके अभिले गन्थेन छिके छुदु छिसा चाहिँ मेपिन्दा ढाबले नेपाल सम्बन्धी छिउजुको छि नेपाली पनि सक्सियो खालियो न छिसा कस्तो यामा कृष्णगढहरुमा चाहिँ वो टाइमले प्रचार यामा हैन आफ्नो संग्रहालय लागि सोचे चाहिँ टाइममा न सोचेर चाहिँ मुडे सम्बन्ध चाहिँ आफूलाई चाहिँ यावि नन चाहिँ पैरो हामीले अभिलेख गर्नु भयो चाहिँ देवा भाषा अभिलेख गर्नु मलाई तर अब गुण चाहिँ विकास हो विशेष त मध्यपूर्व नगरपालिका यो बाली संसद बालीमा तहको उपलब्धि छैन आफ्नो सङ्घर्षहरू चाहिँ ऐतिहासिक योगदान चोर्नेको लागि उनीहरूको चाहिँ कृति त उनीहरूको यहाँनिर चाहिँ जायो अभिलेख गर्नु अनुसन्धान या सङ्घर्षहरू चाहिँ राष्ट्रिय विभूतिगत उनीहरूको चाहिँ गरिमामय इतिहास जेएनएमको अझ अन्तर्राष्ट्रिय खेलाइटको प्रचार प्रसार या हुने प्रभु सङ्कट प्रतिष्ठान स्थापना भयो कसमा नस्ताइ छिक्कियो यस्तो के डर लगाएको सङ्कट प्रतिष्ठानभित्र सरकारी मान्यता आज आफ्नो गैर सरकारी संस्थायी रूपमा मान्यता दर्ता तर गैर सरकारी संस्था के तो नन गभर्मेन्टल अब सङ्कट चाहिँ राष्ट्रिय विभूति या ढुङ्गा योगदान राज्य कदर या ढुङ्गा छेलाबुला तक हेर्ने या आफ्नो सङ्कटहरूसम्म चाहिँ राष्ट्रिय गौरव नखबर वेरकै नाममा सोनाटोपी प्रतिष्ठान हुँदा सरकारी प्रतिष्ठानको ठाउँ चाहिँ रूपान्तरित
ठगेको थाहा छ बाँडे ठुकीले सरकारी प्रतिष्ठानको मान्यता दिन्थ्यो ज्यादा छ त ठुली जुन भएको छ कर्मचारी तन्त्रको व्यवस्थापन यहाँ कन्या चाहिँ सरकारी जग्गा जमिन त यहाँ फसुया बाह्र थाहा छ चाहिँ ठुकीले स्थापित यहाँ चाहिँ माल भएको कुनै प्लेनेटोरियम टाइपको ठान छ हेबो विषयको टक्को प्लेनेटोरियम ठाउँको साइन्टिफिक यो बेला टक्को डिजिटलाइज जियो यसले थो ढङ्ग विकास यहाँ ज्ञान छिप्छ नेतृत्वलाई भित्तादी भेजे आसाम भित्ता जोड्न त्यो भएको